हेलो गाइज, नमस्कार। मेरो नयाँ युट्युब भिडियोमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ एकदम चिसोको मौसम छ अनि मलाई चाहिँ सिमरायो खानु मन लगाएर म आफ्नै बारीमा गएर टिपेर सिमरायो ल्याएर धोइरहेको छु। अनि मौसम हेर्नु चिसो छ, अझै पनि धोइरहेको छु। धेरै नै धोएर त्यसको फुलहरू छुट्याए अनि त्यसको फुलहरू जुन मेरो बारीमा थियो त्यही नै लगेर मैले फाले। मौसम देख्न सक्नुहुन्छ, पानी परेर एकदम चिसो छ अनि मेरो यो सिमरायोको बारी। मौसम चिसो छ अनि त्यस्तैमा मेरो नानीहरू एकदम चकचक गरेर पुरा फोहोर गरेर बसिरहेका छन् रुममा। यताउता सामानहरू मिलाएको सबै बिगारेर उनीहरूलाई मजा आइरहेको छ रे। म अझै पनि सिमरायो धुँदैछु अनि म सिमरायो पकाउनको लागि रेडी भएँ। सिमरायो पकाउँदा पकाउँदा तेल तात्तिसकेपछि अनि मलाई चाउचाउ खान मन लाग्यो, चाउचाउ खाँदैछु। सिमरायोमा चाहिँ धेरै केही पनि राख्नु पर्दैन, जिराले मात्र झानेर पकाउन मिल्छ। सिमरायोलाई कुले साग पनि बनिन्छ। सिमरायो पकाउँदैछु म। सिमरायो कस्तो भएको थियो? मिठो भएको थियो। सिमरायो पाक्दैछ। त्यसमा टिपेर यस्तो धेरै पानी छोडेको थियो अनि यसमा थोरै नुन राखेर भुट्ने, हल्का हल्का बोइल गरे मात्र हुन्छ। यसलाई धेरै पानी निस्किरहेको थियो अनि त्यतिकैमा मेरो सिमरायो पाक्यो। वो धेरै यम्मी छ।